पोर्चुगल र नाइजेरिया बीचको फ्रेन्डली म्याचमा आजको सबैभन्दा उत्कृष्ट पोस्ट एटेम्प चाहिँ मलाई यो लागेको थियो। डिबक्स बाहिरबाट बबाल गोल गएको थियो पोर्चुगलको तर्फबाट, तर रेफ्रीले गोल दिएन। यस्तो बबाल शट थियो, क्रस बारमा लागेर तल झरेको थियो। यहाँहरूले एकचोटि हेरेर कमेन्टमा भन्नु होला यो गोल छ कि छैन। र फर्स्ट हाफको 6औं मिनेटमा हाम्रो CR7 दाजुले बबाल चान्स पाउनु भएको थियो, तर गोल गर्न सक्नु भएन। फर्स्ट हाफको 22औं मिनेटमा पोर्चुगलको तर्फबाट मिठो गोल आएको थियो। यस्तो बबाल गोल थियो। फर्स्ट हाफको 22औं मिनेटमा जर्सी नम्बर 18 पोर्चुगलको तर्फबाट फर्स्ट गोल आएको थियो। एकदमै मिठो गोल, एकदमै राम्रो गोल। त्यस पछाडि नाइजेरियाले पनि फर्स्ट हाफको 36औं मिनेटमा नाइजेरियाको तर्फबाट पनि बबाल गोल आएको थियो। फर्स्ट हाफको 37औं मिनेटमा गजबको फिनिसिङमा गोल गर्न सफल हुनुभएको थियो र पोर्चुगलको तर्फबाट बबाल सटहरू आइरहेको थियो। सेकेन्ड हाफ पछि CR7 दाजुले फेरि पनि अर्को बबाल चान्स मिस गर्नुभएको थियो। साइडबाट फरवार्डरले गजब पास थियो, तर बल आउटसाइड अफ द गोल पोस्ट। सेकेन्ड हाफ पछि फेरि पनि पोर्चुगलबाट दोस्रो गोल आएको थियो। दोस्रो गोल यस्तो राम्रो टर्निङमा बबाल गोल दिनुभएको थियो जर्सी नम्बर 26 ले। र अन्तिम खेलसम्म पोर्चुगलले नाइजेरियालाई 2-1 ले बिट गर्दै आजको जित आफ्नो हातमा पारेको छ। बधाई छ पोर्चुगल टिमलाई। र फिफा वर्ल्ड कप हेर्न हामी एकदमै आतुर छौँ। यदि तपाईँ पोर्चुगल टिम र CR7 दाजुलाई सपोर्ट गर्नुहुन्छ भने एउटा मिठो कमेन्ट छोडेर जानुहोला।